हेलो साथीहरु नमस्ते अनि स्वागत छ मेरो यो नयाँ मोटो भ्लगमा। म चाहिँ आज यो राजपुर गाउँपालिका दाङको देउखुरी राजपुर गाउँपालिकाको विभिन्न स्थानको भिडियोहरु देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। यो हो झोलुङ्गे पुल। यो भन्दा अगाडि मैले यही राप्ती नदीको गडवा र राप्ती गाउँपालिकालाई जोड्ने मोटरेबल पुलको भिडियो बनाएको थिएँ। त्यसको अपार सफलतापछि आज लमै नगरपालिका र राजपुर गाउँपालिका जोड्ने यो झोलुङ्गे पुलको भिडियोबाट नयाँ भ्लग सुरु गरेको छु। यो चाहिँ राप्ती नदीको सिमाना भने यहाँ ठ्याक्कै छैन। बर्खामा कहिले वारी कहिले पारी, कहिले खेततिर कहिले बारीतिर कुद्छ। एकदम पुल एकदम लामो छ, तपाईहरुले पनि देख्न सक्नुहुन्छ। हामी चाहिँ यो बिहानी मौसम आज एकदम चिसो छ। वैशाखमा पनि यतिको आनन्द आउने खालको हावा छ। पुल चाहिँ यो मान्छे हिँड्नलाई बनाएको पुल भए पनि अब यहाँबाट बाइक चाहिँ हिँडाउन मिल्छ, बाइक हिँडाउन सहजता होस् भनेर पुल बनाउँदाखेरि नै यस्तो बनाइएको छ। अब यो हामी ठ्याक्कै अहिले राजपुर गाउँपालिकामा पाइला टेक्यौं। यो चाहिँ बाघ लुक्ने खालको झाडी छ दायाँ बायाँतिर, अनि यतातिर चाहिँ खेत। यो खेतमा बर्खामा फेरि पानी त आइहाल्छ। नदीको तटीय क्षेत्र पनि नजिकै भएको हुनाले यहाँ चाहिँ पानी आउँछ। बन्दै छ रोड, यहाँनिर रोडहरू बन्दै छ। हेलो बाजे के छ? यो चाहिँ एकदम दामी ठाउँ छ। यो राजपुरको वडा नम्बर 1 र गडवा गाउँपालिका जोड्ने यो देखिएको भाग चाहिँ गडवा गाउँपालिका र राजपुरको 1 नम्बर वडा सिमाना हो। हाम्रो बाइकहरू त्यहाँ छ। यहाँबाट थोरै पुल देखाउँछु म। यो पुल चाहिँ अहिले बन्द गरेको पुल हो। यो राजपुर गाउँपालिका र गडवा गाउँपालिका जोड्ने नदीमा बनेको छ। अहिले सुक्खा खोला भए पनि पछि एकदम धेरै पानी आउने खोला हो यो। हाम्रो टिम ल कस्तो राम्रो मकैबारी, तपाईहरुले पनि देख्न सक्नुहुन्छ। यहाँ मकैबारी एकदम राम्रो। यहाँबाट यो पुलको ठ्याक्क पारिपट्टि सिमेन्ट फ्याक्ट्री छ। यो चाहिँ लमैमा पर्छ यो सिमेन्ट फ्याक्ट्री। यो चाहिँ खेलकुद ग्राउन्ड छ दामी, फुटबल खेल्नलाई पनि दामी ठाउँ छ। हामी चाहिँ यो राजपुरको धेरै ठाउँहरू घुमिसकेपछि अब चाहिँ हाम्रो खाना खाने टाइम लाग्यो। अब टाइम निकै भयो। अब खाना खानको लागि हामी चाहिँ जान्छौँ रेम्बो कटेजतिर। पारिपट्टि राजपुर गाउँपालिकामा पर्ने रेम्बो कटेज राम्रो छ। त्यो खाना पनि राम्रो पाउँछ। यो कटेज चाहिँ रेम्बो कटेज। यो कटेजको ठ्याक्कै पछाडिपट्टि यति धेरै भैँसीहरू पालिएको रहेछ। यो भैँसी फार्म यहाँ चाहिँ लगभग 100 भन्दा बढी भैँसीहरू। केही कुरो पनि मिसाइदिने हो सर? ल के छ बताउनुहोस्। यतातिरको हालखबर कसरी बितिरहेको राजपुरतिर होइन? रुकुमको मान्छे राजपुरमा आउँदाखेरि के फरक देख्नु भएको? साथीहरु भिडियो कस्तो लाग्यो कमेन्ट लेख्न नभुल्नु होला। आजको भिडियो चाहिँ यही अन्त्य हुन्छ। हस् नमस्ते बाई।